म तपाईँलाई यो खोजिरहेको छु भाइ भाइ Api. भाइ आउँछ कता गयो भाइ आउँछ कता गयो बेहुलो दिदी यहाँ छ यता यता ढोक्नु सिजनाले ज जसलाई ढोक्छ मामालाई ढोक्नु जानु दुई प्याकेटले भने थिएन पुग्छ त पुग्छ पुगिहाल्ला नि त भरे त्यहाँ पनि चाहिन्छ हो फेरि यो फुकाले लाउँदै फेरि निकाल्दै लाउँदै गर्ने हामी माथि चल्दै गर्छ ल हामी चाहिँ हिँड्दै गर्छ हुन्छ यता चाहिँ बेहुलीको बहिनी यता चाहिँ बेहुलीको बहिनी आज हाम्रो के अरे ब्राइड ग्रुम अनि कान्छो भाइ चाहिँ खै त हाम्रो कान्छो भाइ चाहिँ खै ए हामीलाई चिनाउनु भयो नि तपाईँले क्यामेराम्यानले घरिघरि तान्ने बेला भाइ मेरो यता त एन्टी लाइट पऱ्यो कता भाइ चाहिँ कता हेलो ए ए बजा न ए बजा Bismillah ekta ekta sürüyor.
यता चाहिँ हाम्रो बाजे आखे यता चाहिँ हाम्रो नाना भेना चाहिँ कता हुन्छ हाम्रो भेना सबै निकालेछु नाना निकालेछु फोटो खिच्नु भनेर त उहाँले त के अरे आफै खिच्न थाल्नु हो ठिकै छ यो त हाम्रो आजको नयाँ क्यामेराम्यान बहिनी हाम्रो नाना भेनाको भाइको चाहिँ भर्खर नास्ता हुँदैछ आफूले खाए खाए ए खाना त हामी सधैँ अगाडि भुँडीको डाँडा काट्ला जस्तो भयो के खानुपर्छ सोटी अघि यता आउँदाखेरि काम गर्दैन रहेछ खिचिरहेको रहेछ म चाहिँ काम पठाउँदै बुहारी अब सोटिने हो तर अब के गर्नु भाइ लगेको सोटी भएर झ्याउनु नमिल्ने रहेछ सन्तान धेरै हुनु पनि फाला फाला साना ताम्बा भेमेहरूले ताम्बाको मेलो गरिरहनु भएको छ Siarim, siar lagi usir apa? Tu ngalap tu mama dia ni. Kesin tu sih. Ni macam ni sih, mula. Ni macam ni. भेना चाहिँ फोटोग्राफर चलिरहेको भेना फुल फर्म मोदी भगवान गर्दा रहना सिमर मन में तो नहीं दुखी दिन छाप लाचन नाम जाने पता को देखा सिमर नहीं बात है जी लाचन नाम जाने सिमर मन में तो नहीं पता दाlam तीन मन में jadi dalam dan banda wasta pun dari kansiasi sisi ini dalam dari yang lajen mau kucing tadi lajen je tadi dari yang dari agri pasal man mau lauk tadi kita tu yang manik mano mai semua kata mano mai sabar sih
घेरा बनायो घेरा बनायो सिर्जना रुँदैछ कि यो हाम्रो तामाङको संस्कार अनुसार के दही छैन चिनी सबैको दाम भयो भने त लिन्छ भने त हो नि घर परिवारमा कोही पनि होइन बच्चा मन ताजिमा होइन छैन सबै बन्द छ अरे डेरी चार दाम भन्ने कोही छैन ठेकीमारीको जग्गा चार दाम मारेको सक्छ ठेकीमारीको जग्गा भने हाम्रो लाल बुझ भएको जग्गा छ नि त्यस्तै हामीले अहिले हामीले चार दाम पास गरेर राखेपछि आफ्नो घर परिवार चार दाम मारेको छ भने घर हाम्रो हुँदैन भने अब एकजना पहिला अब चार दाम भन्नु कस्तो हुन्छ चार दाम समाज बसेर यति समाज सबै बसेर हिँडेर जानुपर्छ नि थालामा 2000 त्यो खाइसी होला 81 साल आगो 1 गतिको दिनमा यसको चार दाम मारेको छ है भने चाहिँ उहाँहरूले पनि थाहा के समाजले पनि थाहा हुन्छ नि त्यो चारजना समाज बसेर चार दाम मार्ने भनेपछि अहिले तपाईँले कन्ने त अहिले कन्ने दिने बाबा कन्ने द्वन्द्व भएन कन्ने त हाम्रो द्वन्द्व भएन ओ भाइ हो कन्ने दिनुपर्छ पास गरेर दिनुपर्छ ल त्यस्तै हो भने अब अहिले त एकछिन है अहिले त यो केटी त कस्तो हालको रानी जस्तो थियो घरि कतातिर काम गर्दाखेरि धुस्रो मुस्रो हुन्छ केटी बेकार अर्को ल्याउनु पर्छ भन्ने पारा हुन्छ प्रक्रिया दिँदैन भने है यो भागको सत्य कुरा यहाँ के भने यहाँ त 5 परमेश्वर भगवान छ यहाँ अहिले भगवानको भाग भन्नुपर्छ अहिले मात्र राम्रो देखेर पछि भन्ने चाहिँ हामी नगर्ने हो त यहाँ त यो ठाउँ ठाउँमा त तपाईँको त दर्बुङ हुने बेला एउटा घोडोमा राखेर मामा माइजू ए उतालाई जाने एकछिन उताले अरे बुवा चाहिँ खै बुवा अब यसरी तपाईँहरूको भनौँ भने हामीले यहाँ पोङसोङ लिएर आइज नि जाउने स्पोकेर लिएर आइज तपाईँको प्रेम विवाह खाजा खुवाउनु अहिले जस्तो भारी परम्परा छ तपाईँको एउटै ज्ञान एउटै प्राण भएर त्यसले के आयो पत्ती गर्नु सानो ल तर यहाँ त पाउँछौँ अब उहाँले के भन्नुभयो मलाई अब कन्ने चाहियो भने चाहिँ उहाँले कन्ने माग्यो अनि तपाईँले माग्नु के तपाईँले त्यो सकुन थाल्नु न हो पहिले सगुन खाइसकेपछि यसो त्यो चाहिँ कहिले गर्नु त्यो कतिखेर भन्नुहुन्छ तपाईँले त्यतिखेर कतिखेर हुन्छ चारवटा मार्सेपछि कन्ने दान दिन्छु सगुन सोचेपछि काम सक्छ नत्र यो पनि अगाडि गर्नु पर्ने अगाडि गर्नु हजुर एउटा उहाँले लाउँछ एउटा उहाँ लाउँछ अहिले पर्दैन यस्तो बिरेलसङ भयो होइन अहिले बिरेलसङ भएको बेलामा चाहिँ केटाले केटीले लाउँछ केटीले केटा लाउँछ बिरेलसङ भएन त्यसै कारण
पहिला केटीलाई होला नि त लगाइदिनु गर्ने यतापट्टिबाट यहाँनिर आपालाई पठाइहाल्नु पर्ने ए यो चाहिँ पठाइदिनु पर्ने तेलको भाडा त यहाँ त निलम लागि यो उतै राख्दिन हुन्छ त आसन यो चुइन चाहिँ पछाडि मुनि आउँछ कति छिटो सक्छ यहाँ त उहाँले एकछिन ए बोक्नु पर्यो एकछिन राख्नु बोकिराख्नु अनि उहाँले कन्यादान दिनुपर्छ त्यो दिएको छैन त अहिले विदेशसँग भएको त कन्यादान गर्नु यहाँ एकछिन एकछिनसम्म के भन्नुहुन्छ कति नि पहिले खाता लाउने पहिला केटीले लगाइदिनु पर्छ होइन केटी लाउने स्वयंवर पहिला तिमीले गर्नुपर्छ भिडियो निकाल सिधा ताली ताली बधाई छ सबैलाई ताली लाउन रेडी भन्नुपर्छ हो फेरि पनि ल अनि अब के रे ओइ सिजनले मेरो त झन् दुईचोटि उही हो दाइले दुईचोटि अलिक कसो उदाहरण तिमीले दुईपट्टि चेलीले चेली हुँदैन फोटो चाहिँ राम्रो भिडियो सबैले भिडियो मात्रै बनाएर फोटो खिचेन अहिले एकछिनमा खिच्नुपर्छ है फोटो पनि खुसी हुनु नै गाउँ बजाउनु डम्बु पनि बजाउनु पर्दैन डम्बर गरेर नै बसेछ अब यतापट्टि जम्बा तातेन अहिले नै मिन्द्र भा यो औँठी तैँले लगाइदिनु यतिखेर चाहिँ डम्बु बजाइदिनु होला है सिर्जना बेहुला बेहुली यता हेर्नु त मलाई म फोटो पनि खिच्दैछु भिडियो पनि बनाउँछु यहाँ मेना दोला पुरा बाहिना दे मेना दोला पुरा बाहिना दे न्याना से दाना जागो खुसीला गाना बसे दाहिना खुसीला गाना बसे दाहिना दे उदाली मेला मेला धन जरा रे उदाली मेला मेला धन जरा रे मलारी माझी मान जरा रे
ल ल एकछिन रोक्नु ल सिर्जना म फोटो खिच्छु कि एकछिन होल्ड गर्नु ल सिर्जनाको पालोमा ल आज के अरे आज के डे अरे आज किसले ल आजको डे त भयो सेलिब्रेट हुन्छ आज किस डे हो त ठिकै छ त उमेर हो अनि एकचोटि हो नि यो मौका अर्को चाहिँ आउँदैन अरू बेला गाउने मौका के भन्ने भाषामा हकलको सुन्ला है भन्ने दियो नि अब त तामाङको संस्कार अनुसारको हाम्रो तामाङको संस्कार अनुसारको चाहिँ तपाईँको नाम के तपाईँको नाम छिरिङ तपाईँको नाम आज आज मैले के छिरिङ बहिनीको सिसिङलाई बनाइदिने भने चेली स्याम परेर भन्छ कहाँ फेरि सोध्नु बहिनी अब एउटा बाँकी छ अहिले हामीले के भन्छ अहिले के भन्छ भने चाहिँ थिङको थिङ रहन्छ हामीलाई तपाईँले हिँड्दैन थिङ रहन्छ हुँदैन बारी मयुङले यता थिङले सक्नुहुन्छ भने उहाँ सक्नु राखेर उहाँ अब आमा
बाजे जान्छ छोरी यताबाट सुनेको हुन्छु म ल हुन्छ हुन्छ बस बस अनि त अस्ति दिल्ली भने अब बेहुलीको पालो बस नहीं ए सानो छोरी कता कता ढुक्छ न अहिले नै सिकाएन भने भोलि सिक्दैन यति बेला सिकाउनु पर्ने अहिले हो नि खुवाइदिनु खुवाइदिनु आउँछ खुवाइदिनु जमरीलाई त अहिले हात खाली छैन यहाँ बसेर हुन टेका सिङ्गो देउताले छोड्यो किसिमको देउता हामीले कोसी गर्छ भन्छ है यता हाम्रो माइती घरमा के अरे चाहिँ बुबा आमाले नसोधिकन चाहिँ घरमा के यसो गर्नु पाउनु हुन्न अरे उहिले बारीहरू गरेर खान्थे त्यसले बिचार सन्चेरो धन्दा बिचार त्यो क्यों जनता रे नजर हिंदे बिचार तो जो किन्ने फालाना जाने फालाना चाहे तंग ब्रेसन लाइस तो हजार था मारता मैक्सिमम 20 सुन लाइन रे उनका से हो ये तो सोचो अब ये तो बड़ी परमकालन दिन आता हाथी ले ले भाई वहाँ भी ट्रेन भी गई नहीं क्यों है अनि तपाईको घर के तरे तपाईले बस्ने बस्ने भनेपछि त सेतिन बस्ने हाम्रो चाहिँ सुनिसकेको छ तपाईँले सुन्नु भइसकेको छ है तपाईँहरूको भेट्छ भने चाहिँ एउटा हाम्रो परम्पराको परिचित अनुसार यो हाम्रो चारधाम भन्ने चाहिँ ठुलो टिकी पार्नुपर्ने चारधाम गरेर यो सगुनमा हाम्रो सगुन भन्छ होइन सगुन एउटा सगुनमा चाहिँ 25 गरिदिनु पर्ने महिनाले हाम्रो बाबाजी जस्तो छ त्यस्तो चलन पुर्खौली त्यस्तै रिमसिम लिएर आएको छ अनि यो झुल सर्काउनु पर्दैन अनि अब
अनि ओ आँगा यो चारधाम गर्नु मिल्ने त यता 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 चारधाम गरिदिनु पर्ने हुन्छ पच्चिस गरिदिनु पर्ने तपाईँहरूको जुन हाम्रो तामाङको संस्कार अनुसारको तपाईँहरूको जुन कमसङ दाइबानीमा जीव भन्छ नि त्यो त सबै भइसक्यो नभए पनि भए पनि पर्यो नभए पनि भयो भयो भने अब त्यो सामान तपाईँले अब चेली हाम्रो चेली तपाईँले पकिर गरिदिनु पर्ने यो सगुन भनेको यो सगुन मात्रै नभए यहाँ के छ भने यो अग्नि साक्षी राखेर यो भावा साकार साक्षी राखेर है यहाँ देउदेवी सबै साक्षी राखेर होइन तपाईँले पकिल गरिदिनु पऱ्यो अहिले आएर तपाईँले यो सुन्तरी के रहेछ भरे काम गर्नुपर्छ है यही फेसनमा त सबै राला राँदैन होइन राँदिनु भनेपछि पछि आएर यो धुस्री मुस्री भएको बेलामा यो बारी यस्तो बेकारमा ल्याएर अर्को ल्याउनुपर्छ भन्नुहुन्छ भनेदेखि यहाँ चाटा मारिदिनु हुन्न भन्नुभएको भनिदिएको त पछि छोड्नेवाला त छैन अगाडि अब मलाई पक्की गरी पाऊँ भन्नुभयो नि त पक्की गरी पाऊँ भन्ने उहाँले दिनु उसो भनिदिएको त अब यसो यो चार्ज मार्नु भन्नु त अब तपाईँको नाम कल्पना तामाङ थिङ हाम्रो छानसोजी भन्छ छानसोजी गरेर धप्पा धप्पा के भने बाबुबाजेले के रिम्ठी भन्छ है यो बाबुबाजे हेराङदो तेमालदो घोस्याङदो लज्याङदो के भन्छ नि त्यस्तै 12 तेमाल 13 बाबु 759 घोडान चोरी त्यो हाम्रो तामाङको संस्कार अनुसारको हाम्रो नाइ बा जिउबा सिँगै मिनबा सबै हामीले खाइसकेको छ आज 2081 साल फागुनको 21 गते 1 गते फागुन गते के तपाईँ विष्णु बस्नेत भन्ने ज्वाइँलाई हाम्रो त मरभूमि भन्छ अब ज्वाइँ अनि कल्पना थिङ भन्ने चेली हाम्रो भाषामा चाहिँ स्याफुसम छोरीमा काबिसम थोङ्री धप्पा धप्पा के कन्या दान दियो भन्छ होइन आजदेखि फलाना भन्ने केडी स्याफोरी काठमाडौँ उसमा कन्या दान दिन्छ भनेर आजदेखि कन्या दान दियो भने दान दिनु कान्ति दिनु अब आयो त जो भएको भइसक्यो अब आज तपाईँ कर्मको दिने दिन अब हाम्रो जीवन एन्जेल अर्को एक लिङ्गबाट दुई लिङ्ग हुँदैन भनेर चाहिँ अब हाम्रो ज्ञान स्थान लिङ्ग भने चाहिँ अब हुन्छ भने चाहिँ उहाँले मलाई पक्की गरी पाऊँ भनेर चाहिँ उहाँ चारधाम छोएको छुमा भनेर चाहिँ उहाँलाई दिनु अनि तपाईँहरूले ढोक्नु त्यहाँ हजुर ठिक उहाँलाई ढोक्नु
हुन्छ 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 भयो 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 बाउलाई पनि आमालाई पनि ढुक्नु अब यता हजुरले ढोग्नु पर्यो अब अहिलेको अब हजुर आमालाई मम्मी लाउनु पर्यो तपाईँ आस्याङ हाजी भने आस्याङलाई आस्याङले पनि ढोग्नु मामाले मामा भाइ आउनु पर्यो अगाडि पछि ए पछि होला नि यो यसमा मामाहरूलाई पर्दैन यसमा होइन पछि मात्र टिका अहिले पर्दैन होला तिन लाएर मात्र गरौँ त्यसलाई डबल काम अब दाजु त यहाँ पनि छ नि यहाँ आएन सबैजना छ त ठिक छ अनि तपाईँले अहिले सबैजना एकैचोटि म अहिले देखाउँछु नि चिनाउँछु नि ल ल अहिले ढोग्नु पर्ने पछि पछि टिका टिका लगाए
त्यस्तै राखे हुन्छ नि फोटोमा राम्रो आउँछ नि लिएर आइज न हो त्यो त्यो नाना भएको ल जाऊ जाऊ के भन्नु छ दादा अब तपाईँको साथीको चाहिँ आज नयाँ वैवाहिक जीवनमा बाँधिन लाग्नु भएको छ एकदम धेरै खुसी है हजुर आफ्नो साथीको बिहे यसरी हेर्न पाएँ आइयो एकदम हामी सबैजनाले एकदम भित्र मनदेखि एकदम फ्रम कोर अफ माई हार्ट चाहिँ एकदम ह्याप्पी ह्याप्पी छ है ल अब नयाँ दाम्पत्य जीवनको सुरुवात गर्दै हुन्छ उहाँहरूलाई हार्दिक 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 बधाई भन्न चाहन्छु यहाँ हाम्रो यता हाम्रो क्यामेराम्यान हुन्छ उहाँ बोल्न फुर्सद छैन मलाई म
त्यो निधारमा हात राखा त्यसो बेला हो त्यो बेला खेद्दैन क्या सिर्जनाको त्यो त्यसो बेला त्यो चाहिँ एमबिसीले हो कि होइन भनेर हेर्दा बेहुलाको भेना पर्नुभयो यता चाहिँ हो त्यो हात निधार ट्याक्कै खिच्दिनु त्यसरी भयो बेलामा अनि सिर्जनाको निधारमा एउटा रातो कहाँबाट अरे
हजुर जानुभएको थियो नमान्नु त्यसै नमान्नु हाम्रो भइरहेछ जानु पर्यो है त मेरो जानु पर्ने राम्रोसँग यो अञ्चल यहाँ कसले खोलिदिइसकेछ क्या अघि कुनैले फटाइ ओभरटाइम भइसक्यो तल खायो चतक चुतक पारेछ भने ल उहाँको पालो ल बधाई छ ल सोल्टीहरूको तर्फबाट एकमुष्टमा ल बधाई छ हुन्छ त्यो सबै राख्नुहोस् जे ए हुन्छ त्यो अहिले सजिलो हुन्छ त्यो राख्दै गर्नु ब्याग कलर नबोक्नु लाग्यो ल म चाहिँ निस्किन्छ यता पनि होला ए हुन्छ हुन्छ
काली पनि नाच्दै रहेछ Jana
छाती